अब प्रश्नकर्ता मान्य सदस्य बिमला सुवेदीलाई प्रश्न राख्न अनुमति दिन्छु। सम्मान्य सभामुखज्यू मार्फत सम्मान्य प्रधानमन्त्रीज्यूलाई म प्रश्न राख्न चाहन्छु। 1 नम्बरमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 को तेस्रो संशोधन पारित भएपछि सत्य निरूपण आयोग र बेपत्ता छानबिन आयोग गठन भई शान्ति प्रक्रियाको बाँकी काम टुङ्गिने अपेक्षा थियो। तर पनि अहिलेसम्म यी आयोगहरू गठन हुन सकिरहेका छैनन्। ऐनमा व्यवस्था भए बमोजिमका आयोगहरू किन गठन नभएका हुन्? यी आयोगहरू कहिले गठन भई आम द्वन्द्व पीडितले न्याय पाउँछन्? बेपत्ता योद्धाहरू कहिले सार्वजनिक हुन्छन्? सरकारले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन के काम गरिरहेको छ? म यो प्रश्न गर्न चाहन्छु। र प्रश्न नम्बर 2, काठमाडौँ उपत्यकाका महानगरसहित 21 वटा नगरपालिकाको फोहोरका कारण नुवाकोटको ककनीको बन्चरे डाँडा अस्तव्यस्त छ। गाउँमा बस्न सक्ने अवस्था छैन। फोहोरका कारण क्यान्सरका बिरामीहरू दिन प्रतिदिन बढिरहेका छन्। फोहोरको समस्या समाधान गर्न जनताले पटक पटक आन्दोलन गरे पनि समस्याको समाधान अझै भएको छैन। फोहोरबाट उत्पन्न यी समस्या समाधान गर्न सरकारको के योजना रहेको छ? फोहोरको दीर्घकालीन समस्या कहिले समाधान हुन्छ? सम्मान्य प्रधानमन्त्रीज्यूसँग जिज्ञासा राख्न चाहन्छु। धन्यवाद। सम्माननीय प्रधानमन्त्री। सम्माननीय सभामुख महोदय, नेपालमा द्वन्द्वकालमा भएका घटनाका कारण पीडित भएका व्यक्ति तथा निजका परिवारका सदस्यले छिटोभन्दा छिटो न्याय प्राप्त गरून् भन्ने कुरामा सरकार संवेदनशील छ, गम्भीर छ। शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने क्रममा आम सरोकारवालाहरूसँगको परामर्शमा बेपत्ता पारेका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 को तेस्रो संशोधन भएको छ। हामीले यसै अधिवेशनबाट, यसै संसदबाट गरेका छौँ। साथै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो सुरु गरी शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन सरकार प्रतिबद्ध छ। यसमा अहिले पनि म प्रयासरत छु। यसमा म विपक्षी दलका नेताज्यूसँग सम्पर्क गर्न खोजिरहेको छु, तर मैले पटक पटक प्रयास गर्दा उहाँको स्वास्थ्यमा केही समस्या भएको हुनाले सम्पर्क गर्न नसक्नु भएको भन्ने जवाब पाएको छु र उहाँसँग सम्पर्क हुने बित्तिकै काम अगाडि बढाइनेछ। नेपालको संविधानले फोहोर मैला व्यवस्थापनको कार्य स्थानीय तहको कार्यक्षेत्रमा राखेको विदितै छ। दीर्घकालीन रूपमा व्यवस्थित र वैज्ञानिक ढङ्गले फोहोर मैला व्यवस्थापन गर्न अल्पकालीन र दीर्घकालीन योजना तयार भएको छ। नुवाकोट र धादिङको सिमानामा निर्माण गरिएको बन्चरे डाँडा सेनिटरी ल्यान्डफिल साइट तोकेको मापदण्ड बमोजिम सञ्चालन तथा व्यवस्थापन गर्न स्थानीय तहहरूबाट सार्वजनिक निजी साझेदारी प्रणाली मार्फत निजी क्षेत्रलाई परिचालन गर्ने गरी कार्यविधि अघि बढाइएको छ। बन्चरे डाँडामा प्रत्यक्ष प्रभावित क्षेत्र एकिन गर्न पूरक वातावरणीय अध्ययन सुरु भइरहेको छ। फोहोर मैला स्रोतमा नै वर्गीकरण गराउने व्यवस्था गर्ने, यसको सहजीकरणको लागि फोहोर मैला स्थानान्तरण केन्द्रको व्यवस्थापन गर्ने, फरक गाडीमा फरक दिनमा जैविक र अजैविक फोहोर सङ्कलन गर्ने, मल र मेटेरियल रिकभरी फेसिलिटी निर्माण गरी सञ्चालन गर्ने जस्ता कार्यलाई प्राथमिकता दिई योजनाबद्ध रूपमा स्थानीय तहहरू मार्फत सञ्चालनमा ल्याइनेछ। यसका लागि विभिन्न विषयगत मन्त्रालयहरूले आवश्यक प्राविधिक सहयोग तथा सहजीकरण गर्ने योजना रहेको छ। यसमा खास गरी स्थानीय तहको सरकारको रुचि र त्यसमा सहकार्यको आवश्यकता छ। यसमा सरकारको ध्यान गएको छ, केन्द्र सरकारको, र यस स्थितिलाई लम्बिरहन दिनु हुँदैन भन्ने कुरामा सरकार सजग छ। यति स्पष्ट गर्न चाहन्छु। मान्यजीलाई धन्यवाद। अब